हेलो नमस्ते। म चाहिँ आज एउटा भिडियो लिएर आएको छु कि तपाईहरु हेर्दै गर्नुहोस्। यो चाहिँ हो आलु मैले बोइल गरेर राखेको थिएँ। त्यहाँबाट यहाँ प्याज टमाटरहरु काटेको थिएँ। त्यहाँबाट त्यो बोइल गरेको आलु मैले निकालेर चाहिँ अब सेलाउनुलाई एकछिन छोडिदिन्छु। त्यहाँबाट चामल केलाएर मैले कुकरमा हालेँ। कुकरमा हालिसकेपछि चामललाई धुइधाइ पारे मैले पानी हालेर त्यहाँबाट धुइसकेपछि मजाले त्यसमा पानी नापे ओरे अन्तखेरि ग्यास चुला बालेपछि यो कुकरलाई मैले राखिदिएँ भात बसाल्नुको लागि। त्यहाँबाट भात बसालेर चाहिँ मैले यो आलु बोइल गरेको आलु निकालेपछि अलिक सेलाएर बोइल गरेको आलुलाई केलाएँ। त्यहाँबाट चाहिँ मैले ग्यास बालेँ, कराई राखेँ, अलिक तातियोस् भनेर तेल हाल्नुपर्छ अहिले। अन्त अदुवा केलाउनु थालेँ म यहाँ। अदुवा केलाउनुको बादमा चाहिँ त्यो बोक्राहरू मैले सफा गरेँ स्लेपलाई। अनि त्यहाँबाट चाहिँ कराईमा अलिकति तेल हालेँ सब्जी बनाउनुको लागि। तेल हाल्नुको बादमा चाहिँ 5 फोरन हालेँ। मलाई चाहिँ 5 फोरन जेमा पनि चाहिन्छ 5 फोरन जेमा पनि म हाल्छु। त्यसपछि चाहिँ प्याज र खोर्सानी काटेको त्यसलाई पनि मैले हालेँ त्यहाँनिर अनि चलाएँ अलिअलि। अन्त टमाटर काटेको थिएँ। यो चाहिँ अमिलो टमाटर हो, दामी हुन्छ यो सिजनमा चाहिँ अमिलो टमाटर। अन्त यो चाहिँ हो हल्दी अन्त धुलो खोर्सानी यति मात्रै हालेर मैले चलाएँ। चलाउनुको बादमा चाहिँ एकछिन चलाएँ अन्त फेरि आलु हालेँ मैले। त्यो आलु त्यहाँबाट एकछिन छोपेर पकाएँ। त्यहाँबाट फेरि निकालेर हेरेँ कतिको भएछ भनेर। अनि त्यसमा फेरि अलिकति त्यो काटेको अदुवा थियो, किच्चाको अदुवा र अलिकति पानी हालेर त्यसलाई फेरि एकपल्ट चलाएर छोपिदिएँ। अन्त यसमा चाहिँ गुन्द्रुक मैले भिजाएको थिएँ कि त्यो चाहिँ देखाउनु पाइनँ। अन्त गुन्द्रुक हालेँ, हामीलाई चाहिँ गुन्द्रुक बनाएँ। अन्त भाइलाई चाहिँ त्यो गुन्द्रुक हटाएर भाइको लागि चाहिँ मैले आलुको सब्जी मात्रै निकालेको थिएँ। गुन्द्रुक मन पराउँदैन त्यसले, गुन्द्रुक हामी मात्रै हो खाने। त्यहाँबाट हामीलाई भात पस्किनु थालेँ मैले चाहिँ मम्मी मेरो भाइको लागि चाहिँ भात पस्किनु थालेको। अनि भाइ मलाई र मम्मीलाई गुन्द्रुक र आलुको सब्जी, भाइलाई चाहिँ त्यो बोइल गरेको आलुको सब्जी मात्रै दियो। अन्त पापड थियो, पापड पोलेँ मैले। 3जनाको लागि पापड पोलिसकेपछि चाहिँ भाइहरूलाई मम्मीहरूलाई खाना दिएँ। त्यहाँबाट आफू पनि बसेँ खाना लिएर बसेँ। म चाहिँ यहाँ खानु थालेँ। अन्त मैले अचार पनि बनाएको थिएँ। अचारको चाहिँ मैले भिडियो बनाउनु बिर्सेछु हो, एड गर्नु सरी। यति नै छ आजको लागि चाहिँ। मैले चाहिँ खाना खाएँ। अब फेरि भेटौँ नेक्स्ट। मलाई चाहिँ भिडियो बनाउनु आउँदैन, एडिट गर्नु। अगर मन परे लाइक शेयर र सब्सक्राइब गरिदिनुहोस्। बाई बाई, गुड नाइट, सी यू इन द नेक्स्ट भिडियो।